हुँदैन 48,700 नै हुन्छ। त्यसलाई सरकारले जसरी पनि लागू गर्छ। तर यहाँलाई मेरो विनम्रतापूर्वक अनुरोध छ, आफ्नो माग पूरा गर्न सरकारलाई दबाब दिने नाममा उपचार खोजिरहेका आम नागरिकलाई असहज हुने स्थिति नबनाइदिनुस्। बाध्यताले, पीडाले, दुःखले अस्पतालमा उपचारका निम्ति तपाईं समक्ष आउनेहरूलाई निराश बनाएर नफर्काइदिनुस्। सरकारलाई दबाब दिनुस्, मैले नदिनुस् भनेको होइन। आफ्ना मागहरू, तपाईका मागहरू एकदमै स्वाभाविक छन्। तपाईले हुनै नसक्ने कुरा माग्नु भएको छैन, गर्नै पर्ने कुरा माग्नु भएको छ। तर त्यो माग्ने माध्यम हडताल नबनाइदिनुस्। आम बिरामीलाई अस्पताल प्रवेश गर्ने ढोका बन्द गरेर होइन, बिरामीकै सेवा तपाईले जसरी गरिरहनु भएको छ त्यसैलाई निरन्तरता दिएर यहाँहरूले आफ्ना विषयहरूलाई अगाडि राख्नका निम्ति म अनुरोध गर्न चाहन्छु। तपाईहरूको पक्षमा स्वास्थ्य मन्त्रालय छ, हामी छौँ, त्यो कुरा अनुरोध गर्दै यहाँहरूले जुन कार्यक्रम घोषणा गर्नुभएको छ त्यसलाई फिर्ता लिएर सहयोग पुर्याइदिनका निम्ति म अनुरोध गर्न चाहन्छु। यो यहाँ जुन प्रत्यारोपण केन्द्रमा कार्यरत यहाँहरू हुनुहुन्छ, तपाईहरूको कारणले यो संस्था